नमस्कार, म ज्योतिष आचार्य खेमराज मिश्र। म आज यहाँहरूलाई ज्योतिषशास्त्रमा अत्यन्तै महत्त्वपूर्ण मानिएको लक्ष्मी नारायण योगको बारेमा जानकारी गराउन गइरहेको छु। लक्ष्मी नारायण योग, लक्ष्मी भन्नाले हामी शुक्र ग्रहलाई बुझ्दछौँ भने नारायण भन्नाले हामी बुध ग्रहलाई बुझ्दछौँ। नामबाटै प्रष्ट हुन्छ, बुध र शुक्र ग्रहको युति भएको अवस्थामा अर्थात् बुध र शुक्र ग्रहको बलियो सम्बन्ध जन्मकुण्डलीमा छ यदि भने त्यहाँ लक्ष्मी नारायण योगको निर्माण हुने गर्दछ। बुध र शुक्र जन्मकुण्डलीमा केन्द्र भाव भन्नाले जन्मकुण्डलीको लग्न भाव, प्रथम भाव, चौथो भाव, सातौँ भाव र दशम भाव अर्थात् त्रिकोण भाव, पञ्चम भाव र नवम भाव अर्थात् धन भाव, एकादश भाव र द्वितीय भाव, दोस्रो भाव, यी भावहरूमा बुध र शुक्र ग्रह स्वस्थ भएर बसेको छन्, एउटै ठाउँमा युति बनाएर बसेको छन्, अथवा एक अर्कासँग दृष्टि दिएर बसेको छन्, अथवा एक अर्कासँग राशि परिवर्तन गरेर बनेको छन् भने त्यहाँ बलियो लक्ष्मीनारायण योगको निर्माण हुने गर्दछ। लक्ष्मी नारायण योगमा जन्म भएको व्यक्ति अत्यन्त भाग्यशाली मानिन्छ। खास गरी लक्ष्मीनारायण योगमा जन्मेको व्यक्तिले आफ्नो जीवनमा अत्यन्त राम्रो धन आर्जन गर्न सक्ने, समृद्धि प्राप्त गर्ने, वैभव प्राप्त गर्ने योगका रूपमा लिइन्छ। लक्ष्मीनारायण योगमा जन्म भएको व्यक्तिले व्यापार गरेको खण्डमा व्यापारबाट अपार सफलता प्राप्त गर्ने गर्दछन्। यस्तो व्यक्तिहरूको व्यापार धन्दा अत्यन्त बलियो हुने गर्दछ। लक्ष्मीनारायण योगमा जन्म भएको व्यक्ति आकर्षक पनि हुने गर्दछ। यिनीहरूसँग हरेक व्यक्तिहरू आकर्षण हुने हुन्छन्। यस्तो व्यक्तिहरू अत्यन्त कला कौशल्ययुक्त हुने गर्दछ, सुन्दर हुने गर्दछन्। खास गरी यस्तो व्यक्तिहरू कामुक पनि हुने गर्दछन्। लक्ष्मीनारायण योगमा जन्म भएको व्यक्तिको बुद्धि अत्यन्त तीक्ष्ण हुने गर्दछ। यस्तो व्यक्तिहरू तीक्ष्ण बुद्धि भएको हुने गर्दछन्। यस्तो व्यक्तिहरू तर्क गर्न सक्ने हुन्छन्। यिनीहरूलाई तर्क गर्ने क्षमता अत्यन्त राम्रो हुने गर्दछ। यस्तो व्यक्तिहरू अत्यन्त भाग्यशाली मानिन्छन्। यस्तो व्यक्तिहरूको नाम चलेको हुन्छ, अर्थात् नाम र प्रतिष्ठा कमाउने खालको हुन्छन् यिनीहरू। यिनीहरूलाई भौतिक सुख अत्यन्त राम्रो प्राप्त हुने गर्दछ। अब म यहाँहरूलाई लक्ष्मीनारायण योग कस्तो अवस्थामा निर्माण हुँदा यसले राम्रो फल दिन्छ, कस्तो अवस्थामा निर्माण हुँदा यसले खराब फल दिन्छ भन्ने विषयमा जानकारी गराउने छु। यसको लागि तपाईँले हाम्रो टिकटकको अर्को भिडियो हेर्नुहोला अथवा हाम्रो युट्युबमा गएर हेर्न सक्नुहुन्छ।